नमस्ते, नमस्कार। तपाईहरु समक्ष पूर्ण म एउटा भिडियो लिएर उपस्थित भइसकेको छु जुन तपाईहरुले अहिले जुन एसईई दिएर बसिराख्नु भएको सम्पूर्ण विद्यार्थीलाई मेरो तर्फबाट हार्दिक सफलताको शुभकामना। र अब म तपाईहरुले जुन एसईई दिएर बसिराख्नु भएको छ म तपाईहरुलाई केही कुरा तपाईहरु समक्ष प्रस्तुत गर्न गइरहेको छु। आफ्टर एसईई, अब एसईई पछि तपाईहरुले के गर्ने सोचमा हुनुहुन्छ त? अब 10 वर्षको स्कुल यात्रा सकिएको छ। अहिलेसम्म कुन विषय लिएर पढ्ने सोचमा हुनुहुन्छ? अब प्लस 2 तिर लाग्ने हो कि प्राविधिक विषय लिएर पढ्ने भन्ने दुविधामा हुनुहुन्छ। प्राविधिकतर्फ पनि तपाईले छान्न सक्ने दर्जनौं विषयहरू छन्, जस्तै नर्सिङ, फार्मेसी, हेल्थ एसिस्टेन्ट जसलाई हामी एचए भन्छौं, डेन्टल, ल्याब टेक्नोलोजी, साइन्स, रेडियोग्राफी, होटल म्यानेजमेन्ट, एग्रिकल्चर, फूड एन्ड डेरी टेक्नोलोजी, फ्रेश टी, ओभरसियर इत्यादि यस्ता किसिमका तपाईहरु चाहिँ विषय पढ्न सक्नुहुन्छ। अब प्राविधिक विषयमा मुख्य दुईटा फाइदाहरू छन्। तपाईहरु भन्न सक्नुहुन्छ कि म प्राविधिक गरेर के गर्न सक्छु त? तपाईहरुलाई म भन्न चाहन्छु कि दुईटा फाइदाहरू छ। प्राविधिक विषयले गरियो भने तपाईहरुलाई दुईटा फाइदा छ। 3 वर्षको कोर्स पूरा गरिसकेपछि आफ्नो क्षमता, आफ्नो क्षेत्रमा स्वतन्त्र रूपमा काम गर्न सक्नुहुनेछ र अन्य साधारण विषय जस्तै स्नातक वा सोभन्दा माथि पढ्नु पर्दैन। यदि पढ्नु परेमा तपाईहरु पढ्न पनि सक्छ र साथसाथै आफ्नो कार्य पनि गर्न सक्नुहुन्छ, जिम्मेवारी वहन पनि गर्न सक्नुहुन्छ। अन्य साथीहरु कलेजमा पढिरहँदा तपाईले काम सुरु गरिसकेको हुनुहुनेछ। प्राविधिक विषय पढ्नेकोले जागिर बाहेक आफ्नो स्वतन्त्र व्यवसाय पनि थालना गर्न सक्नुहुनेछ। यदि तपाईहरुले प्राविधिक पढ्ने सोचमा हुनुहुन्छ भने हाम्रा देशमा जम्मा 30 वटा कोर्सहरू चाहिँ रहेका छन्, जसमध्ये हाम्रा नेपाल सरकारले पनि हामीलाई स्कलरशिपका सिटहरू पनि हामीलाई आरक्षणको रूपमा दिएका छन्, जसमध्ये विभिन्न कोर्सहरूका विभिन्न स्कलरशिप सिटहरू दिएका छन् र त्यो अनुसारले तपाईहरु चाहिँ आफ्नो फर्म भरेर तयारी गरेर तपाईहरु चाहिँ यो कोर्स पूरा गर्न सक्नुहुन्छ। जस्तै हामीहरु समक्षमा छ डिप्लोमा इन मेकानिकल इन्जिनियरिङ, डिप्लोमा इन इलेक्ट्रोनिक्स इन्जिनियरिङ, डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ, डिप्लोमा इन डोमेस्टिक रेडियोग्राफी, डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन एनिमल साइन्स अनि हेल्थ एसिस्टेन्ट र स्टाफ नर्स। यस्ता चाहिँ कोर्सहरू तपाईहरुले गर्न सक्नुहुन्छ, जस अन्तर्गत विभिन्न किसिमका कलेजहरू छन्, जस अन्तर्गत हामीलाई स्कलरशिपको पनि व्यवस्था गरिएको छ। र यसको लागि तपाईहरुले पढ्नुपर्ने के छ भन्दाखेरि 3 वटा मेन सब्जेक्ट छ। त्यसको लागि अब 3 महिना तपाईहरुले वेटमा चाहिँ रिजल्टको पर्खाइमा बस्नु हुनुहुन्छ र रिजल्टको पर्खाइमा तपाईहरुले साथसाथै यो विषयको तयारी पनि गर्दा चाहिँ राम्रो हुन्छ। साइन्स, म्याथ, इंग्लिश। र तपाईहरुको मनमा यो पनि जिज्ञासा लागेको होला कि मैले चाहिँ एसई दिएर त बसेको छु, आउने रिजल्टमा मेरो जीपीए कति आउला त र कति जीपीए ले मेरो एडमिसन हुन्छ त? तपाईहरुलाई त्यो कुरा पनि म क्लियर यहाँ गरिदिन्छु। यदि तपाईहरुले एचए गर्न चाहनुहुन्छ, एचए प्रोग्राम हेल्थ सम्बन्धी यदि कुनैमा तपाई एडमिसन गर्न चाहनुहुन्छ या फर्म भर्न चाहनुहुन्छ भने तपाईको जीपीए 2 हुनु पर्यो। 2 या 2 भन्दा प्लस हुनु पर्यो। र फर इन्जिनियर प्रोग्रामको लागि यदि इन्जिनियरिङ गर्न चाहनुहुन्छ, डिप्लोमा इन इन्जिनियरिङ कुनै विषयमा तपाईको जीपीए 1.6 के सुन्नु भयो तपाईले? मात्र 1.6 यदि भन्दा माथि छ भने तपाईले इन्जिनियरिङ प्रोग्रामहरुमा तपाईले ढुक्कसँग आफ्नो नाम चाहिँ दर्ता गराउन सक्नुहुन्छ, फर्म चाहिँ भर्न सक्नुहुन्छ। र तपाईहरुले यो चाहिँ समयमै गर्न सक्नुहुन्छ। तपाईहरु अहिलेदेखि नै तयारीमा लाग्नुस् र आफ्नो भविष्य उज्जवल बनाउनुस्। अब तपाईहरुको इन्ट्रान्स चाहिँ श्रावणतिर हुन्छ। श्रावणको सेकेन्ड विक तिर हुन सक्छ, चान्स बढी चान्स। श्रावण चाहिँ सेकेन्ड विक, योमा ख्याल राख्ने तपाईहरु। र लगत्तै तपाईहरुले यहाँ भारी मात्रामा चाहिँ
स्टाफ नर्सको जुन छ जम्मा हाम्रो यो नेपालमा जम्मा 60वटा कलेज छ, जसमा 40वटा गरेर सिट हुन्छ। प्रत्येक कलेजमा 40वटा सिट, त्यसमा 2400 जना चाहिँ तपाईहरु चाहिँ एडमिसन गरेर आउन सक्छ। त्यसमा चाहिँ 240वटा चाहिँ स्कलरशिप रहेका छन्। जस्तै एचए जसलाई हामी हेल्थ एसिस्टेन्स भन्छौँ, त्यसको चाहिँ हाम्रो नेपालमा 65वटा चाहिँ कलेजहरू छन्, जसले गर्दा 40वटा प्रत्येकमा सिट रहेको छ। र त्यसले गर्दा जम्मा चाहिँ कोटा संख्या भन्दाखेरि 2612वटा हो, र जस अन्तर्गत तपाईले 195वटा चाहिँ स्कलरशिप पाउनु हुन सक्छ। र यो 195 भित्रमा यदि तपाईको नाउँ आयो भने तपाईले स्कलरशिप पाउनुहुन्छ। स्कलरशिपको अर्थ तपाईले आफू जुन कलेजमा पढ्न चाहनुहुन्छ त्यो कलेजमा तपाईले 1 रुपैयाँ पनि लाग्दैन पढाइ अन्तर्गतको, र तपाईको पढाइ चाहिँ फ्रीमा, तपाई नेपाल सरकारको तर्फबाट फ्रीमा तपाई पढ्न चाहनुहुन्छ। र तपाईले जहाँ बस्नुहुन्छ त्यहाँको खर्च चाहिँ आफै बेहोर्नुपर्छ, खानाको लागि, बस्नुको लागि, र पढाइमा जे खर्च सब सरकारले, नेपाल सरकारले, गभर्नमेन्टले चाहिँ तपाईको बेहोर्नेछ। र यो कुरा तपाईलाई कस्तो लाग्यो, तपाईहरुलाई यो यदि राम्रो लाग्यो भने धेरै भन्दा शेयर गर्नु। कमेन्टमा यदि तपाईहरुलाई कुनै जिज्ञासा अझै छ भने तपाईहरु कमेन्ट गर्नुस्। यति भन्दै आजबाट म आज्ञा चाहन्छु। नमस्कार।